तपाईँहरूको सामु बाटोमा शनिबारको दिन कता जाम भन्दा भन्दै अब हेर्दै जानुहोस् कता पुगिन्छ। अन्टिल नाउ डिसाइड चाहिँ भइसकेको छैन, हेरौँ अब के हुन्छ। बाटो हुँदै हामी बाटो हुँदै हामी जाँदैछौँ बाटो। जीवन हो घाम छाया सुख दुःख दुवै हुन्छ समय चक्रको उडिरहने एउटा चाहिँ नि अब पान खाएर हामी एकछिनमा फेरि आउँछौँ। गलियों में इसकी अलग ही अंदाज है, होठों पे छाले दिल में मिठास है, खाई के पान बनारस वाला। सो अब दायाँ बायाँ कतै नलागिकन हामी चाहिँ जाँदैछौँ हाम्रो गन्तव्य कुलेखानी तर्फ। Let's go guys. पार्किङको पनि राम्रो व्यवस्था गरिएको छ यता, गाडी बाइक जस्तो जे लडाउनु भए पनि। सो एकछिन अब बल्छी थाप्दै आफ्नो दुई खुट्टालाई लम्काउँदै अलिकति वरिपरिको वातावरण पनि अवलोकन गरियो। शनिबारको दिन भएर मानिसहरू पिकनिक पनि गर्न आउँदो रहेछ, यहाँ रमाइलो छ, त्यति भिडभाड हुँदैन। काठमाडौँबाट सबैभन्दा नजिक रमणीय हेर्नुपर्ने ठाउँ यही हो। अन्ततः आजको मेहनत खेर गएन। शनिबारको दिन थोरै यो बर्खाको पानीमा रुझियो भिजियो अनि हेर्नु न यत्रो ठुलो माछा पनि पर्यो। सो सी यू गाइज नेक्स्ट टाइम। अनि सब्सक्राइब र लाइक बटन प्लस बेल आइकन चाहिँ थिच्न नभुल्नुहोस् है। अझै रमाइला छेड साट्नु छ तपाईँहरू सामु। त्यति भन्दै नमस्कार।